हामी यो मृगौला मृत्युका समस्याहरू क्यान्सरका समस्याहरू दिनौँ बढ्दैछ र यो सोडुवाले भन्दा पनि नसर्ने रोगको मृत्यु दर विश्वमा धेरै देखिएको छ। विशेष गरी मृगौला सम्बन्धी हाम्रो खानपिनको कारणले होला, विभिन्न किसिमको रासायनिक खानपिन नजान्ने कारण हो या अन्यथा हाम्रो शरीरको बनावटको कारणले पनि हुनसक्छ। किनभने हामी पाहाडबाट झरेर तराईमा आयौँ, तराईमा हामी अलि सहज र सुखी जीवन बिताउने क्रममा खानपिनलाई ध्यान नदिएको कारणले गर्दा हाम्रो मृगौलाहरू प्रस्तुति अझै बिग्रेको चाहिँ अप्ठ्यारो देखाउँछ। र अर्को वैदेशिक रोजगार, नेपालमा चिसो हावापानी बसेको र खानपिन फरक फरक ठाउँ अनुसारको खानपिनले गर्दा विदेशमा गएर फरक यो खानपिनमा चाहिँ माहौलमा ढल्दा पनि हाम्रो शरीरमा असर गरेको देखिन्छ। यो हुन त यो हाम्रो प्रदेश स्तरीय चाहिँ हाम्रो यो मृग तथा सरकार समाज हो, तर विभिन्न ठाउँमा काम गर्दै आएको पनि छ। अति विपन्नहरूलाई सहज तरिकाले सहज वातावरणबाट पनि चाहिँ एउटा ल्याइरहेको छ, कार्यक्रमहरू ल्याएका पनि छन्। र हाम्रो 10 नम्बरले पनि धेरै बिमारी रगतको चाहिँ व्यवस्थापन गरिने गर्छ। हाम्रो संस्थाको तर्फबाट स्वयं व्यक्तिगत तर्फबाट यो 10 नम्बरमा विशेष गरेर धन्यवाद दिन चाहन्छु। किन भन्दा अति विपन्न भएका र बिहानै बेलुकी छाक टार्न नसक्ने र ब्लड त्यसमा पनि महँगाई भएको कारणले गर्दा अब 1000को आसपास पुगेको छ। 1000 रुपियाँ खुल्न नसक्ने मान्छे 1000 रुपियाँ धेरै ठुलो कुरा हो। त्यसरी उहाँ धेरै लगभग 4 देखि 5 नम्बर सहयोग गर्नुहुन्छ है। 10 नम्बरलाई मलाई पनि धेरै धन्यवाद दिनुहुन्छ। धेरै ठाउँ त हाम्रो यो निःशुल्क ब्लडहरू छ र कतिपय नगरपालिका गाउँपालिकामा छैन, त्यसको लागि पनि हामीले चाहिँ काम गरिरहेका छौँ। र यो विशेष गरी हाम्रो कृष्ण मल्ल हाम्रो आजको चाहिँ अध्यक्ष जो हुनुहुन्छ, उहाँले यो संस्थाको लागि आफू स्वयं बिमारी भए तापनि संस्थाको लागि दिनरात खटेर डायलिसिस गरेर पनि दिनरात खटेर काम गर्नुभएको छ। जस्तै वरिष्ठ उपाध्यक्ष हाम्रो माधव श्रेष्ठले पनि आफू डायलिसिस गर्नुभएको छ। दानबहादुर हाम्रो थापापेली उहाँ डायलिसिस बिमारी हो, उहाँले पनि गर्नुभएको छ र सबैले गरेका छन्। र अरू साथीहरू पनि डायलिसिस गरेर साथीहरू हुनुहुन्छ। यो मृगौला मुलुक पीडित सरकारसँग कसरी सहज हुन्छ, कसरी सरल हुन्छ भन्ने उहाँ टिम लगाइराख्नु भएको छ। उहाँहरूले चाहिँ हामीले गरेको बाटो देखाएको बाटोलाई चाहिँ निरन्तर दिइराख्नु भएको छ र आउँदा दिनहरूले यस्तो दिनुहुन्छ भन्ने आशा विश्वास भएको छ। त्यो मृगौला तथा मुलुक कोही पनि नबनौँ, कसैको घरमा त्यो दुःख पीडा नहोस् भनिन्छ। तर पनि हाम्रो देश अथवा हामी व्यक्ति कि आफ्नो शरीर हो कि त्यो भन्ने कुरा चाहिँ अझै पनि कहीँ कतै पत्ता लगाउन पनि सकिरहेको छैन। आजभन्दा धेरै लामो समय वर्षदेखि नै भनौँ न, यो एकदमै अहिले झन् 3 गुणा एकदमै बढिरहेको अवस्था छ। यो हामीले कसरी कम गर्न सक्छौँ भन्ने उद्देश्य सरकारवाला पनि लाग्नुपर्ने र सबै हामी व्यक्ति पनि लाग्नुपर्ने, जनता पनि लाग्नुपर्ने। यसका उपायहरू कसरी छ, के छ, कहाँ के गरेर हामी बच्न सकिन्छ, सकेसम्म लाग्दै नलागोस्, लागिहाले पनि हामी चाहिँ एकदमै सहज रूपमा सहज वातावरणमा हामीले उपचार पाऊँ भन्ने हाम्रो उद्देश्यको साथ यो एकदमै लाग्नु भएको छ। आफूहरू स्वयं डायलिसिस हुँदै पनि अरू हामी जस्ता धेरै नबनौँ भन्नको निमित्त पनि उहाँहरूले चाहिँ एउटा संस्था खोलेर विभिन्न कार्यक्रमहरू गर्दै आउनु भएको छ। र हामी नेपाल सरकारले मृगौला पीडितहरूलाई डायलिसिसको रूपमा निःशुल्क गरे तापनि त्यही दिन भुक्तानी गर्न कति छ भनेर हाम्रो आलमजीले पटक भन्नुहुन्छ। त्यस्ता कुराहरू यहाँ मात्रै नभइकन थुप्रै ठाउँमा चलिरहेको छ। नेपाल सरकारले पनि भुक्तानी गर्न नसकिरहेको अवस्था हुँदाहुँदै पनि गर्न त गरिरहेको छ सरकारले। र प्रत्येक एक व्यक्तिलाई महिनामा सायद 3.4 पोइन्टको रगतको आवश्यकता पर्छ। त्यो आवश्यकता पर्ने अहिले चाहिँ पहिला 700 रुपियाँमा पाइन्थ्यो भने अहिले 1000 रुपियाँ भइसकेको छ। र हाम्रो वडा नम्बर 10ले कोही कसैलाई पनि हाम्रो स्थानीयलाई मात्रै दिनुपर्ने ठाउँ हो, तर पनि हामी सिफारिस गरेर
जहाँसुकैको जोसुकै एकदमै कमजोर निमुखा खालको व्यक्तिहरूलाई हामी सिफारिस गरेर वडा नम्बर 10ले 4-5 जनालाई भए पनि सहयोग गर्न सफल भएका छौँ र बुटवलको महानगरपालिकाले पनि स्वयं 19 वडाभित्र रहेको र हामी सकेसम्म देशैभरिको त्यस्ता पीडितहरू आउनुहुन्छ भने सहयोग गर्ने हेतुले चाहिँ महानगरपालिकाले पनि राखेको छ र हाम्रो वडा नम्बर 10ले प्रत्येक वर्ष हामी निर्वाचित भएर आइसकेपछि 51 लाख रुपियाँ चाहिँ प्रत्येक वर्ष हाम्रो वडा स्तरीय बजेटबाटै छुट्याएका छौँ। यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु र खास गरी हामी नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा उहाँहरूलाई सहयोग गर्दै आएका छौँ। हामीले हरेक महिनाको अन्तिम शनिबार बुटवल ब्लड ब्याङ्कमा रक्तदान कार्यक्रम राख्छौँ र सँगसँगै आकस्मिक रूपमा त दिनौँ जसो हाम्रो त्यहाँ चल्छ। हामीले सञ्चालन गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज भनेको वैकल्पिक ब्लड ब्याङ्कमा ब्लड छैन भनेपछि अनि हामीलाई खबर आउँछ अनि हामीले त्यो बिरामीलाई रगत व्यवस्थापन गर्न तत्पर रहन्छौँ र व्यवस्थापन गर्दै आएका छौँ। खास गरी यो संस्था हाम्रो 2029 साल चैतबाट सुरुवात भएको संस्था। अहिले 12 वर्षमा हामीले बुटवलमा एउटा कार्यालय पनि स्थापना गऱ्यौँ र त्यो कार्यालयको समुद्घाटनमा मैले कृष्ण मल्लजीलाई पनि त्यो रिबन काटेर अब यो हाम्रो त प्रत्यक्ष सरकारवाला तपाईँहरू जो हुनुभयो त्यो तपाईँले उद्घाटन गर्नुपर्छ भन्नुभयो भने मैले गएर त्यो कार्यालय उद्घाटन गराएको थिएँ। म पनि आफू स्वयंसेवी रक्तदाता र अहिलेसम्म 85 पटक रक्तदान गरिसकेको छु र यो वैशाखको 5 गते मेरो 90 दिन पुग्छ अनि त्यही दिन मैले 86 पटक पुऱ्याउँदैछु। यो एउटा आफू स्वस्थ रहेसम्म यो शरीरमा त्यसै खेर गइरहेको रगत चाहिँ दान गर्नुपर्छ भनेर अभियान चलाएर झन्डै मैले नेतृत्व गरेको यो संस्थामा 600 जनाभन्दा बढी सदस्यहरू छन् रक्तदाताहरू र त्यही हाम्रो लागि शक्ति हुन् र ब्लड ब्याङ्कको लागि ऊर्जा हुन्, तपाईँको लागि पनि चाहिने व्यक्तिहरू हुन् र उनीहरूको पनि सुस्वास्थ्य दीर्घायुको शुभकामना व्यक्त गर्न चाहन्छु। खास गरी पछिल्लो समयमा रूपन्देही जिल्ला रक्तदाताको लागि हब जस्तै बनेको छ। इभन अस्ति त एकजना नेपाली मान्छे गोरखपुरमा उपचार गर्न गएको त्यहाँ रगत नपाउँदा हामीले यहाँबाट डोनर रगत पठाउने व्यवस्था गरिन्छ। डोनरै उहाँ पठाएर पनि त्यो व्यवस्थापन गऱ्यौँ। चितवन, पाल्पाल लगायत काठमाडौँका त थुप्रै व्यक्तिहरूलाई हामीले यहाँबाट रगत व्यवस्थापन गर्दै आएको छ। हिसाबले पनि यहाँहरूले पनि आफ्ना घर परिवारमा भएका 17 वर्ष पुरा भइसकेका भाइ बहिनीहरू, छोराछोरीहरू, छिमेकी, इष्टमित्र, आफूले चिनेका जानेका सबैलाई 17 वर्ष पुरा भइसक्यो, 45 किलो वेटभन्दा माथि छ भने ब्लड ब्याङ्क जानुपर्छ। त्यहाँ परीक्षण गरेर मात्रै रक्तदान गर्ने हो। तिमीले दान गर्यो भने त्यो रगतले एउटा बिरामीको ज्यान बच्छ। तिमीले स्वस्थ भएर पनि दान गरेनौ भने त्यो रगत चाहिँ तिम्रो शरीरमा नष्ट भएर जान्छ। त्यसो हुनाले पनि नष्ट हुने चिजलाई नष्ट हुने नदिउँ। मेरो रगत अर्काको नाडीमा बगेर, नाडीको नसामा बगेर उसको जीवन बाँच्छ भने म किन तयार नहुने? अब यो कुरा हामी सबैले नबुझेकाहरूलाई बुझाउनु जरुरी छ। अहिले पनि बुटवलमा दैनिक 120 युनिट रगत आवश्यक पर्छ र यो मुटु हस्पिटलमा दैनिक 50 भन्दा बढी रगत त यहीँ आउँछ टिबी डायलिसिसदेखि लिएर अरू बिरामीहरूलाई। अब हामी एकातिर पीडित त छौँ तथापि त्यो डोनर बढाउने अभियानमा तपाईँ हाम्रो पनि सहकार्य सहयोग एउटा व्यक्तिले मात्रै गर्न सम्भवै छैन। मैले वर्षमा 4 पटक मात्रै दिन पाउँछु चाहेर, होइन 90 दिनमा दिने, 3 महिना दिने हो। 4 पटक भन्दा बढी मैले दिन पाउँदैन र दिनकै 120 रगत चाहिन्छ। नयाँ रक्तदाता निर्माण गर्नुपर्ने हामी सबैको दायित्व हो। अनुरोध गर्दै पुनः यहाँहरूको यो महत्त्वपूर्ण कार्यक्रमको शुभकामना व्यक्त गर्न चाहन्छु र नयाँ वर्षको शुभकामना व्यक्त गर्दै मेरो धन्यवाद।